शर्मा ओलीज्यूको जुन सरकार थियो, पहिलाको जुन सरकार थियो, त्यतिखेर चाहिँ मलाई कस्तो बाँधेर राख्थे जस्तो के, मलाई यता गयो नि मलाई समात्ने हो कि उता गयो नि मलाई कर समात्ने हो कि होइन। यो अब डेमोक्रेसी कन्ट्री हो, नाम मात्रैको डेमोक्रेसी कन्ट्री कि अलिकता बोल्ने बित्तिकै तपाईँलाई त के मुद्दा लाएर तपाईँलाई त तुरुन्त थुनिहाल्ने। हामीले त हरेक दिन वाइ भन्न पाउनु पर्यो के, हरेक त्यो म त्यस्तो स्वतन्त्र देशमा म 15 वर्ष बसेँ कि जर्मनीमा, यति धेरै फ्रिडम छ, फ्रिडम अफ स्पिच भन्ने छ खोइ त हाम्रो देशमा। बोल्यो कि यहाँ त समातिहाल्ने अलिकति त्यो चाहिँ। अनि मलाई अहिले चाहिँ म अलिक स्वतन्त्र भएको मैले फिल गरेको छु। नट ओन्ली आशिका तामाङ, अरू जो चाहिँ बोलेर होइन आफ्नो आवाजहरू उठाइरहनु भएको छ, आवाज दमन गर्न खोज्ने क्या। अनि त्योहरू चाहिँ भोइस चाहिँ तपाईँको जब चाहिँ उहाँहरूले सप्रेस गर्न खोज्नु भएको थियो, अहिले चाहिँ मैले अब त्यो चाहिँ छैन। अहिले चाहिँ म फ्रिली म जहाँ गएँ नि आफ्नो कुराहरू राख्न पाएको छु आफ्नो होइन। अब मैले हजुरलाई